क्या हुआ कैसे हुआ कब हुआ We have losing the game, guys. We have 8,000 viewers, but we have losing the game, guys. But anyway, even we have to thank our gifter, guys. First of all, I just want to thank you. His name is JS Brother. Respect, well played, brother. Really appreciate. Thank you, Surjay, NG Basan, Sangeeta Thapanaga. Thank you, Amrit Regmi, Kesa Bujel, Yaktumba Kanji, beautiful lady. Thank you, Raju Lama, my sister. Thank you, Yaktumba, Bikaji Chaudhary. Congratulations, Ada. You have won the game, guys, but you are safe now. खाइदिएँ मैले के छ त विचार अझै खेल्छौ मान्छेमा तँ अब स्कोर भर्खर भेट्छ यार तर के छैन गाइस वेल प्लेड गाइस द गेम इज गोइङ टु बी भेरी भेरी तिम्रोमा हान्ने मान्छे छैन क्या तिम्रोमा ताकत छैन हान्नलाई हान्ने मान्छे क्या हुआ कैसे हुआ कब हुआ बेकार है भैया मैं तो टूट गया मैं तो अब खत्म कस्तो हान्ने भनेको ए सोचे कहाँ गिफ्ट भनेको तपाईँले के सोचे टूट गया मैं तो अब खत्म हो गया यार मैं तो के थियो पनिसमेन्ट मेरो पनिसमेन्ट थियो मलाई आई लभ यु अदा तिमी मेरो श्रीमती हो कान्छी बुढी हो भन्ने अनि सेकेन्डमा थियो बाटामा चाक डुबाएर बस्ने 3 मिनटसम्म अनि थर्ड पनिसमेन्ट के थियो गाइस ऊ दिदीलाई गएर गाडामा चुप्प गरेर आई लभ यु बुढी भन्ने थियो यहाँ सबै भ्युअर्सले देख्नु पर्यो है दिदीलाई चुप्प गरेको होइन आइब्रो कट थियो अरे आइब्रो कट के को आइब्रो श्रीमतीलाई चुपा गर्नु थियो मलाई नसुने हो आइब्रो कट भनेको छ ल जुन गरे नि हुन्छ आइब्रो कट र श्रीमतीलाई चुप्पा गरेर आई लभ यु बुढी भन्ने गरे नि हुन्छ केही छैन ल जाऊ त दिदीलाई देखाएर चुप्पा गालामा चुप्पा फेरि त्यो छोवाको जस्तो गर्ने हैन टूट गया मैं तो अब खत्म हो गया यार मैं तो नभए चाक डुबाएर बस्नु हुन्छ पानीमा बेकार है भाई चाक डुबाएर बस्नु हुन्छ पानीमा जे मन लाग्छ त्यही गरौँ तपाईँको मर्जी हो तर हामीलाई त दिदीलाई चुप्पा गरेको हेर्न मन थियो है गाइस मलाई पनि किङलाई चुपा गरेर हेर्न मन थियो किङलाई चुप्पा गर्न त हाम्रो टाढा छ ओके गाइस ओके नो प्रब्लम दिदीलाई चुप्पा गर्नु पनि नो प्रब्लम उसले गर्नु भने अर्कै हो छोडिदिनु जुन दिए पनि आई लभ यु श्रीमती बुढी भन्नु आई लभ यु श्रीमती आई लभ यु श्रीमती आई लभ यु बुढी श्रीमती भन्छ हामीले आफ्नो तरिका हो आई लभ यु ए श्रीमती ल बाय Nice, cute. No. Guys. मनमा लाग्यो यार चस्सै भयो मनमा वाउ सो नाइस यार मनमा चसक्कै भयो हल्का यार गाइस म ढले गाइस बाजेर चुप्पा गरेर पाइट लाग्यो यार कट्टुभित्र लगाएर एकछिन म ढल्छु है ढले गाइस मेरो मुटुमा लाग्यो चुप्पा गरेर देखेर मलाई मेरो मुटुमा लाग्यो चुप्पा गरेर देखेर है हार्ट एट्याक आउने बेला भयो गाइस हार्ट एट्याक ल भन पनिसमेन्ट भन तिम्रो अब ड्याङ पनिसमेन्ट भन अब खेल्ने कि जाने तिमी भन मेरो पहिलाको हुन्छ आइब्रो काट्दियो एउटा पहिला आइब्रो काट्दियो दुईटा
बाल्टीमा ड्याङ उफ्रिने त्यही बस्नु पनि तेस्रो घरबेटीको चाबी मागेर स्कुटीको 1 मिनटसम्म नन स्टप स्कुटीको हर्न बजाएको गर्नु अब तिमी यहाँ मेरो पनिसमेन्ट सुन्छौ तिमीले आई लभ यु कान्छी बुढी भन्ने मलाई आई लभ यु अदा कान्छी बुढी भन्ने मलाई फर्स्ट पनिसमेन्ट सेकेन्ड पनिसमेन्ट तिमीले चाक डुबाएर पानीमा 3 मिनट बस्ने थर्ड पनिसमेन्ट तिमीले एउटा सिङ्गै लसुनको पोटी ल्याएर खाने ल म भन्छु धेरै पर्दैन ल स्कोरको हिसाबले मैले लसुनको पोटी खान भन्छु तपाईँलाई स्कोरको हिसाबले तपाईँको 20,000 भन्दा माथि 30,000 40,000 आयो भने म मेरो हिसाबले भन्छु त्योभन्दा मुनि आयो भने म मेरो हिसाबले भन्छु ल खेल्ने हो लसुनको पोटी लेट्स गो कम अन बेबी कम अन लेट्स गो माय टिम कम ऑन गाइस सबैले डबल ट्याप र लाइक शेयर गर्ने गुड थिङ जी थ्याङ्क यू सो मच हजुरले जे पनिसमेन्ट भने त्यहाँ चाहिँ मैले त्यस्तै गर्न सकिरहेको छु डबल ट्याप लाइक शेयर गाइस डबल ट्याप लाइक शेयर एभ्रीवन गाइस मोटेक्टर कमेन्ट गर्दै जान न मुकाना बिबा तिमी कता हो न बिबा मेरो नाच्दिन हुन्थ्यो आइदिइहाल्छ थ्याङ्क यू गाइस प्ले गाइस छिटो मेरो ध्यान 38 गाइज छिटो 38 थ्याङ्क यू किङजी थ्याङ्क यू एभ्रीवन 38 गाइज छिटो गाइज प्लिज छिटो कम्प्लिट गरिदिनु न टार्गेट चाहिँ छिटो कम्प्लिट गर्नु चाहे आओस् चाहे नआओस् होइन टार्गेट चाहिँ छिटो कम्प्लिट गर्नु पर्यो क्या टार्गेट छिटो कम्प्लिट गर्नु पर्यो गाइज छिटो गाइज छिटो कम्प्लिट 38 मुटुहरू टाइमिङ सकिन्छ क्या मेरो एक त अलरेडी आज चेस्टको जिम हानेको जिममा चेस्टको एक्सर्साइज गरेको यार अलरेडी बाजेले बुढीलाई चुप्पा खानिदिएर मेरो मुटुमा दुखिसक्यो यार गाइज यार अब मेरो टार्गेट कम्प्लिट भएन भने नि फेरि म पागल हुन्छु गाइज छिटो मुटुहरू टाइमिङ सकिसक्यो यस म्याकरी अदा टिमले आज फर्स्ट गेमदेखिबाट नै टार्गेट कम्प्लिट गरेर We are sleeping under the bed. Come on, we can do it, guys. Be strong, my team, guys. Drop the boosting right now. Play. Guys, go play. Booster. Let's go, my team. My warriors. Where is my warriors? My warriors, guys. Come on, the triple is open. किङजी प्लिज छैन भने पर्दैन ओके छैन भने पर्दैन इट्स ओके नो प्रब्लम किङजी पर्दैन क्या हजुरले दिनलाई इट्स ओके Triple boosting together. We have triple boosting together. Come on. Let's go. Play push. Let's go. Push. Love Maru. That's my mom. Thank you. Love Maru. Thank you, Kingsley. Thank you, everyone. Thank you so much. Bye-bye. Cat mama.
Guys, push the guys. We can try more. La 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 la. Let's go! Come on! Guys, play guys, booster, 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 booster! Come on! Guys, booster, 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 booster! Let's go! यार बूस्टर है कसैले थाल्दैन यात्राको जित्ने हो यार ये सब क्या देखना पड़ रहा है Yes, mama. Thank you, yes, mama. Thank you, क्या हुआ कैसे हुआ कब हुआ कब हुआ ये न सोचो Anyways, let me thanks to my gifter guys. Thank you so much. His name is Purna Sarma. Thank you so much. Mr. Chetri, NG, Baslet, Batman, Rajkumar, Amrit Dragon, Fulbili Bhai. Thank you. Hot. Look in the USA. Thank you, brother. USA one instead of back to nine. I'm going to put them. I'm sorry. Okay, guys. छैन त्यो लेभल अपको म भिडियो बनाएर हाल्छु हजुरको लसन कति खाने 24,000 भनेपछि 8वटा लसुन जराम जराम चपाउँदै खानु मलाई पर्पोज गर्ने पनि छ आई लभ यु बुढी कान्छी बुढी अदा भनेर पर्पोज गर्ने पनि छ अनि त्यसपछि चाक डुबाएर 3 मिनेट बस्ने पनि छ लसुनको पोटी खाने पनि छ अरूले 10 पोटी भनेको छ तर मैले 8 पोटी मात्रै दिएको है किनभने धेरै स्कोर छैन नि त गर्दन काटेर खेतना फलमले यस्तिलाई कसले पर्पोज गर्छ यसलाई तिमीलाई त एकदिन पर्पोज गराएरै मर्छु म यतिकै मर्दिन कति बोलेकी छ आइमे ओहो यो केटी तिमी मलाई म आइमे भयो तिमी त झन् 1 नम्बरको आगे मत बोलो भाई कितना बोलती है राजू कॉकरोच कहाँ आयो फेरि मेरो नयाँ घरमा नि कक्रोच आएको छ मेरो लाइफमा माउसुले आउँछ भने कक्रोच किन आउनु लसन पाछ तिम्रै घरमा आउँदो रहेछ कक्रोच र माउसुली कति बोलेकी छ मलाई त तिमीलाई देखेपछि बोलुम बोलुम लाग्छ बाजे चुप लाएर बस्ने सौदी आइमा यहाँ के खालको आइमा छ्याइ कस्तो हैरान बनाउँछ यार बाजेलाई कहिले औडा आइमे छ्या अर्काको सम्पत्ति टाँसिन आएको म त तिम्रो सम्पत्तिमा यति आँखा गाडेर बसेको छु भन्ने कुरा तिमीले नसोच क्या मोडेक्टर हेर्नु न यहाँ कस्तो नराम्रो कमेन्ट गरेको कति कस्तो बोलेको चाहिँ आइमा छ्या म आइमे रे तिमी के त म आइमे भए सेकेन्ड ह्यान्ड कस्तो बोलेकी आइमे भने के कस्तो बोल्न नपाउनु तपाईँलाई देखेपछि बोलुम बोलुम लाग्छ त अनि कस्तो होला कि जिन्दगीमा के खालको यार केटामा देख्न पाथेन क्या बे मैले त आजसम्म केटै मान्छे देखाएको छैन तिमी मात्रै हो केटा मान्छे सेकेन्ड ह्यान्ड कस्तो बोल्छ आइमे यार होइन गाइस छैन देखेको छैन केटा मैले तिमीलाई मात्रै देखेँ क्या फर्स्ट केटा नै तिमीलाई देखेको गाइस मैले अवसर बाजेलाई नै एपिसोड वेलकम ब्याक ब्रदर मैले देखेको भनेको बाजे फर्स्ट मरद हो मैले मरद देखेको बाजे
के अरू कहाँ अरूलाई नामरद भन्न मिल्छ तपाईँ मलाई मरद लाग्यो बस मेरो मरद हो त्यस्तो त्यस्तो मरद भने त्यस्तो मैले के गरेर त्यस्तो भने तिमीले माया गर्छौ क्या तिमीले देखाउँदैनौ त्यो कुरामा मलाई प्राउड लाग्छ तिमीलाई माया गर्ने मैले भित्रबाट गर्छ बाहिर देखाउँदैनौ कि वाट रबिस के वाट रबिस नि कति नै थाहा नभएर दुनियाँलाई थाहा छ है गाई वाट टकिङ अबाउट द्याट त्यो कस्तो इङ्ग्लिस हो त्यो के नबुझ्ने इङ्ग्लिस यस यस इङ्ग्लिस गर्नुहुन्छ क्या देखाउनुहुन्न भने पानीभित्र त्यो पानी खोलाको पानीभित्र डुबेर मैले अदालाई माया गर्छु भन्छ त्यहाँ कसैले सुन्दैन पादैन तिमीले पादे म सुन्छु के भएको मान्छे किङलाई डुबायो मेरो पालो अब तिमीले त दिए डुबाउनु यार किङले त दिनुहुन्छ बिचरा किङलाई डुबाइराख मेरो पालो तिमीले त दिँदैनौ माया तिमीले मलाई दिँदैनौ तिमीलाई चाहिँ मायामा डुबाउँछु अब किङजीले गिफ्टिङ गरिसिन्छ किङजीलाई अब म डुबाउँदिनँ मैले कहिले डुबाएको छैन किङजीले आफ्नै मर्जीले आएर दिनुहुन्छ जहिले किङले गिफ्ट दियो मैले मजाले क्या जिन्दगी छ यार ब्लेसिङ यु म अझै गर्नु भनेर मैले ब्लेसिङ गरेँ थ्याङ्क यू पुरा हिजो त पुरा हुक्का तान्दा बसिरहेको छ नि त नि कस्तो मजा आइरहेको थियो हुक्का खान मजा आउँछ तान्न क्या हुक्का तान्न जिन्दगी हुक्का तान्दा तिमीलाई गएर कान्छी बनाऊ भने मान्दैन खालि बिहा गर्न पर्दैन बाटा हिँड्ने सबैलाई मैले बुढी बनाउँदा हिँड्छु त्यहाँ त म बाटा हिँड्दिनँ प्लेनमा हिँड्छु भनिरहेको छु त म बाटा हिँड्ने केटी होइन क्या सुन लसुन ठुलो बहिनी नि सानो बहिनी लसुन हो मसँग यति छ है यति हो भएको कति बाटो या गनेर देखाउनु खोल्सा फाल्दा यस्तो भयो गर्नु ल ओके गर्नु 8वटा देखाएरै खानु 3टा 4वटा 5वटा 6वटा 7वटा 8वटा यत्र लम्बै पाले हाल्छु नि फेरि लुकायो तल लुकायो गेममा चिटिङ चाहिँ गर्दिन ल ट्रस्ट मी ल यस आई ट्रस्ट यु एउटा ल खानु 3टा 4वटा पहिला मजाले चपाएर निल्ने अहिले पानी पिउन पाउँदैन अहिले पानी पिउन पाउँदैन लो मार्यो मलाई नो वाटर अब उठेर एकचोटि ढुइया पात्देऊ त ग्यास्ट्रिक जान्छ तिम्रो लसुनले अबको के पनिसमेन्ट भन्ने तपाईँ खेली कि जाने भन्नु पहिला खेली कि जाने साँच्चीकै पादे खेल्छु गाइज खेल्छु रे बाजेले फर्स्ट पनिसमेन्ट इज आई लभ यु कान्छी बुढी अदा भन्ने है सेकेन्ड पनिसमेन्ट
सेकेन्ड पनिसमेन्ट गाइज मलाई पानी चाक्कै डुबाउन दिन मन लाग्छ क्या बाजेलाई के दिउँ होला सेकेन्ड पनिसमेन्ट एउटा सिङ्गे काँचो प्याज खाने झर्याम झर्याम चपाएर छ कि छैन यार